आज चाहिँ मेरो रिजल्ट जसमा चाहिँ मैले फुल मार्क्स ल्याउन सफल भएको छु। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै ठिकठाकको साथ मेकअप गर्न लागिरहेको छु। अनि यो नजानी मेकअप चाहिँ किन गर्न लागेको भन्दाखेरि आजबाट चाहिँ मेरो गएको सुरु भइसकेको छ। आजबाट शुक्रबारसम्म चाहिँ अस्ति दिएको इक्जामको रिजल्ट चाहिँ मेरो हातमा आउनेवाला छ। अनि त्यो रिजल्ट सुन्नको लागि चाहिँ म एकदमै उत्साहित छु, किनकि यसपालिको इक्जाम चाहिँ मेरो एकदमै राम्रो भएको जस्तो लागेको थियो। सो हेरौँ अब कस्तो हुन्छ। अनि अस्ति जुन म घुम्न गएको थिएँ त्यो दिनमा लगाउनको लागि चाहिँ मैले अनलाइनबाट सामानहरू मगाएको थिएँ, तर त्यो दिन सामान आउन ढिलो भयो अनि मैले पुरानै कपडा लाएर घुम्न जानु पर्यो। सो त्यही भएर चाहिँ त्यो कपडा चाहिँ मैले आज लाएर गएको जानु लाग्यो। सो यो चाहिँ मेरो फाइनल लुक्स। अनि मलाई चाहिँ कपडाहरू चुज गर्नु त्यति आउँदैन। यस्तो टाइपको कपडाहरू लगाएको सायद फर्स्ट टाइप नै होला। सो कस्तो देखिएको छ कमेन्ट गरिदिनु होला। अनि यो चाहिँ जुत्ता पनि मेरो नयाँ नै हो, अस्ति मगाएको। अनि म चाहिँ रेडी भएर घरबाट टक्क बाहिर निस्किँदै भिडियो बनाउन थालिहालेँ। अनि बाटोमा ऐना देखेपछि त यसो नहेर्नु त कुरै भएन नि, के कसो हो। गफ गर्दै म स्टेसन आएको पनि पत्ता नै भएन यार। अनि म स्टेसन आउनु पनि ट्रेन आइपुग्नु पनि एकैचोटि भइहाल्यो। अनि म फेरि हतार गर्दै एउटा सिटमा टक्क बसिहालेँ। अनि बिचबाट चाहिँ मोनोरेल चेन्ज गरेर आफ्नो यात्रा फेरि अगाडि बढाएँ। त्यसपछि क्लास पुगेर आफ्नो साथीहरूसँग हाई हेलो गर्नतर्फ लागेँ। अब पालो रिजल्टको यसमा चाहिँ मेरो 80मा 58 आएको थियो, त्यस्तो नराम्रो पनि थिएन। यो चाहिँ अर्को सब्जेक्ट, अघिको भन्दा अलि राम्रो मार्क्स आएको थियो यसमा चाहिँ। अनि यो चाहिँ फेरि अर्को सब्जेक्ट, यसमा चाहिँ मैले फुलमा फुल मार्क्स हानेको थिएँ। सो गाइस, आजलाई चाहिँ यति नै थियो। म चाहिँ घर फर्किनु लागेको। गएकोबाट निस्किने बेलामा चाहिँ भिडियोहरू बनाउनै बिर्सिएछ। रेगुलर भिडियो नबनाएपछि त भिडियो बनाउनु पनि बिर्सिने रहेछ। अनि मलाई चाहिँ अलिकति सामानहरू किन्नु पर्ने थियो, त्यही भएर सुपतिर लागिहालेँ। अनि आजलाई चाहिँ यति नै। रिजल्ट आउन अरू पनि बाँकी छ, त्यसको लागि चाहिँ म भोलि फेरि भिडियो बनाउँछु। त्यतिसम्मलाई चाहिँ बाई।